आदरणीय दर्शकबिनहरू हामी चाहिँ हाइकिङतिर लागेका छौँ। हेमकाजी समेत विशाल हुनुहुन्छ, सर्दुको कविता राई पनि समेत हुनुहुन्छ, सुब्रता गोमसान्डु र म पेन्ना लामा पनि। आज हामी चाहिँ सर्दुको किनारै उँभो हाइकिङतिर लागिरहेको छौँ। आजको यात्रा पैदल यात्रा आज चाहिँ हामी यो बाटो हुँदै हामी चाहिँ ओस्रो पार घुम्नको लागि हिँडिरहेका छौँ। धरानसुराबाट स्वामी चोक हुँदै धेरै गाह्रो भएको छ। यो उकालो हिँड्नुलाई धेरै बानी बिग्रेछ। हुनु त हामी यस्तै रेखो पाखोमा हुर्केको मान्छेहरू हो। कति वर्ष पछाडि हामी हिँड्दैछौँ यस्तो रेखा पाखामा। यस्तो पाखरमा कोदो राम्रो रोपिन्छ है दाइ? उनीहरू हुन्छ अहिले अब हामी 1 वर्ष अगाडि अलिकति अगाडि जानुहोस् त। हाम्रो भूमि चामलिङ अब चाहिँ देवसजी र हाम्रो राजेन्द्र किनारे दाई 4 जना हामी ओसो पार्कबाट हामी यही बाटो नि 2 घण्टाको लगातार उकालो साँगुरी गढी उक्लेर भनेपछि पुरानो उहिले हाम्रो बाबुबाजेले नुन बोक्ने बाटो हो। ओहो हामी गएका छौँ हाइकिङ। र त्यहाँबाट दिनभरि त्यो माथि डाँडा टप बसेर उताबाट हामी चाहिँ बेलुका यो चिन्ने डाँडा हुँदै हजुर पैदल झर्दाखेरि राति 8 बजे उठेर आइपुग्यौँ। यस ल धन्यवाद धन्यवाद। धन्यवाद। ओके।